नमस्कार। अहिले जताततै गर्मी बढेको छ होइन? चर्को घाम अनि त्यो तातो हावा जसलाई लू भनिन्छ। हो नि एकदमै। यो मौसम अलि गाह्रो नै हुन्छ। अँ, अनि यसले गर्दा गम्भीर स्वास्थ्य समस्या मतलब गर्गी लाग्ने जोखिम पनि बढेको छ। बिल्कुल। आज हामीसँग यसबारे केही जानकारी छ जसले चाहिँ लू र गर्गीबाट बच्न केही उपायहरू सुझाएको छ। राम्रो भयो। यसबारे कुरा गर्नु जरुरी छ। हो, हाम्रो उद्देश्य चाहिँ यी उपायहरू किन महत्त्वपूर्ण छन् अनि कसरी सजिलै अपनाउन सकिन्छ भनेर अलिक गहिरिएर कुरा गर्नु हो। हुन्छ। ल, पहिलो सुझाव छ दिउँसोको घाम, खास गरी त्यो बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म सकेसम्म छल्ने। त्यो त एकदमै महत्त्वपूर्ण कुरा हो। हो नि? किन होला त्यो समय यति जोखिमपूर्ण? त्यो बेला के हुन्छ भने सूर्यको किरण सबैभन्दा सिधा पर्छ होइन? अनि ताप एकदमै तीव्र हुन्छ। अँ अँ हाम्रो शरीरले सोचेभन्दा छिटो ताप सोच्छ। अनि यसले शरीरको तापक्रम नियन्त्रण गर्ने जुन हाम्रो सिस्टम छ नि, हजुर। वो त्यसलाई नै असर पार्न सक्छ अनि गर्गी लाग्ने वा लू चल्ने जस्तो ज्यानै जान सक्ने अवस्था पनि आउन सक्छ। ए हो र? त्यसो भए अत्यावश्यक काम छैन भने त ननिस्किने बेस। एकदम। निस्कनै परे पनि अलिकति छहारी भएको ठाउँ खोज्नु पर्यो। रुखको छायारी वा अरू केही। ठिक हो, यो त भयो घामको कुरा। अब अर्को महत्त्वपूर्ण कुरा छ लुगा र पानी। अँ जानकारीमा चाहिँ हल्का रङको, खुकुलो अनि सुतीको कपडा लगाउन भनिएको छ। यो त धेरैले सुनेकै कुरा हो। तर यसको पछाडि कारण छ नि। के होला? हेर्नुस्, गाढा रङको कपडाले ताप सोच्छ। त्यसैले गर्मीमा कालो टी सर्ट लगायो भने झन गर्मी हुन्छ। ए हो नि त। हल्का रङ जस्तै सेतो, हल्का पहेँलो यिनीहरूले चाहिँ तापलाई परावर्तन गर्छ, मतलब फाल्दिन्छ। अनि सुती कपडा, सुतीले पसिना राम्रोसँग सोच्छ अनि त्यो पसिना उडेर जाँदा शरीरलाई चिसो बनाउँछ। त्यो वाष्पीकरणले गर्दा? हो, ठ्याक्कै वाष्पीकरण। अनि खुकुलो कपडा भयो भने हावा खेल्न पाउँछ, पसिना सुक्न सजिलो हुन्छ। नि प्रशस्त पानी पिउने भनिएको छ। सादा पानी मात्रै कि अरू केही? पानी त एकदमै जरुरी भइहाल्यो। गर्मीमा पसिनाबाट पानी मात्र जाँदैन, शरीरलाई नभई नहुने नुन मतलब इलेक्ट्रोलाइट्स पनि जान्छ। त्यो त महत्त्वपूर्ण कुरा हो। हो नि, त्यही भएर सादा पानीले तिर्खा त मेट्छ, तर त्यो गुमेको नुनको पूर्ति गर्न चाहिँ नरिवल पानी, जीवन जल अथवा घरमै बनाएको हल्का नुन चिनी पानी, लस्सी जस्ता कुराहरू पिउनु झनै राम्रो। त्यसले त्यो नुनको कमी हुन दिँदैन? अनि त्यो भयो भने मांसपेशी बाउडिने, थकाइ लाग्ने जस्ता समस्या कम हुन्छ, शरीरले राम्रोसँग काम गर्न पाउँछ। अब लागौं खानपान र घरको वातावरणतिर। यहाँ भनिएको छ चिल्लो, पिरो, मसलेदार खाना कम खाने हो। अनि फलफूल, खास गरी पानी धेरै पाइने जस्तै खरबुजा, काँक्रो, तरबुजा यिनीहरू बढी खाने। यो पनि एकदमै व्यावहारिक सुझाव हो। के हुन्छ भने चिल्लो र भारी खाना पचाउन हाम्रो शरीरले अलि बढी नै बल लगाउनु पर्छ। त्यो प्रक्रियामा शरीरभित्र ताप पनि बढी उत्पन्न हुन्छ। बाहिरको गर्मी छँदैछ, भित्रबाट पनि ताप थपियो भने त झन गाह्रो भयो नि। हो त नि। बरु फलफूल, खास गरी रसिलो फलफूलले शरीरलाई पानी पनि दिन्छ, शीतल पनि बनाउँछ, पचाउन पनि सजिलो। ठिक हो। अनि घरलाई शीतल राख्ने कुरा नि, झ्यालढोकाबाट घाम छिर्न नदिने, पर्दा लगाउने, पंखा वा कुलर चलाउने। त्यो त गर्नै पर्यो। घरभित्रको वातावरण शीतल भयो भने शरीरलाई आराम मिल्छ, शरीरले आफ्नो तापक्रम मिलाउन अलि सजिलो पाउँछ। तर यति गर्दा गर्दै पनि कहिलेकाहीँ समस्या देखिन सक्छ होइन? हो, सावधानी अपनाउँदै पनि कहिलेकाहीँ गाह्रो हुन सक्छ। त्यसैले लक्षण चिन्नु झनै महत्त्वपूर्ण छ। हो, यहाँ लक्षणहरूबारे पनि उल्लेख छ, जस्तै धेरै पसिना आउनु वा एक्कासी पसिना आउने बन्द हुनु। कुन चाहिँ हो खासमा? दुवै हुन सक्छ। सुरुमा धेरै पसिना आउन सक्छ, तर यदि अवस्था गम्भीर हुँदै गयो भने शरीरले पानी जोगाउन खोज्दा पसिना आउन बन्द हुन सक्छ। छाला चाहिँ तापो र सुक्खा हुन्छ। त्यो झन खतरनाक भयो। नि धेरै तिर्खा लाग्नु, टाउको बेस्सरी दुख्नु, वाकवाकी लाग्नु, रिङ्गटा लाग्नु, आँखा धमिलो हुनु अनि बेहोस हुनु, यी सबै खतराका सङ्केत हुन्। यस्तो लक्षण देखियो भने चाहिँ के गर्ने त तुरन्तै? पहिलो कुरा त त्यो व्यक्तिलाई तुरुन्तै शीतल ठाउँमा सार्नु पर्यो। घामबाट छायारीमा लाने, कपडाहरू खुकुलो पारिदिने अनि यदि होसमै हुनुहुन्छ भने
पानी वा जीवनजल जस्तो झोल पदार्थ अलिअलि गरेर खुवाउने। तर सबैभन्दा महत्त्वपूर्ण कुरा तुरुन्तै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने वा नजिकको स्वास्थ्य संस्थामा पुर्याइहाल्ने। यसमा ढिलाइ गर्नु हुँदैन। हो, यो त एकदमै ख्याल गर्नुपर्ने कुरा भयो। त्यसो भए आजको यो कुराकानीको सार निकाल्नु पर्दा गर्मीको जोखिमबाट बच्न केही मुख्य कुराहरूमा ध्यान दिनु पर्यो। हो, दिउँसो खास गरी 10 देखि 4 बाहिर ननिस्कने वा छायारी खोज्ने, हल्का रङको सुतीको खुकुलो कपडा लगाउने, पानी र अन्य झोल पदार्थ त्यो नुनिलो खालको पिइरहने, इलेक्ट्रोलाइट्स भएको हो। अनि खानेकुरामा चिल्लो पिरो कम, रसिलो फलफूल बढी, घरलाई शीतल राख्ने। अनि लक्षण देख्न साथ तुरुन्तै स्वास्थ्य सहायता खोज्ने। हो, यिनै हुन् मुख्य उपायहरू, होइन त? बिल्कुल। हेर्दा सामान्य लागे पनि यिनै कुराले गर्दा धेरै गम्भीर समस्याबाट बच्न सकिन्छ। यो जानकारीमा दिएका उपायहरू साँच्चै नै महत्त्वपूर्ण छन्। हो नि, हामीले व्यक्तिगत स्तरमा यी सावधानीहरू त अपनाउनै पर्छ। तर एउटा कुरा सोच्नुपर्ने के छ भने जलवायु परिवर्तनले गर्दा गर्मी हरेक वर्ष झन बढ्दै गएको जस्तो देखिन्छ। हो, यो चिन्ताको विषय हो। यस्तो अवस्थामा व्यक्तिगत सावधानी त छँदैछ, तर अलि ठूलो स्तरमा, जस्तै समुदायमा वा सरकारी नीति नियम बनाउँदा यो बढ्दो गर्मीको जोखिम कम गर्न अरू केही गर्न सकिन्छ कि अलि दीर्घकालीन सोच पनि आवश्यक होला, होइन? एकदमै। व्यक्तिगत प्रयासका साथसाथै सामूहिक र नीतिगत पहलहरू पनि जरुरी छन्। यो विषयमा पनि घोत्लिनु आवश्यक छ। हो, ल आजलाई यति नै गरौँ। यो महत्त्वपूर्ण जानकारीबारे कुराकानीको लागि धन्यवाद।